तपाईँ जोसँग लाई पनि केटी लिएर भाइ पनि जेरी पनि म त मात्र तपाईँलाई माया हार्छु। तपाईँसँगै जति दुःख कष्ट आइलाए पनि तपाईँसँगै बस्ने हो, तपाईँसँगै जिउने हो, तपाईँसँगै मर्ने। बुन्टी त यहाँ घरै यहाँ भइसी कहाँ जाम त नि मलाई यहाँ देख्दा क्यारमा यस्तो अचम्म मान्नु भयो र? घर छोडेर गइसकेको मान्छे फेरि घर फर्केर आएर बसेको देख्दा अचम्म मान्नु त स्वाभाविक कुरा हो नि। हेलो साथीहरू, दर्शन नमस्ते। फेरि पनि म भुन्टीको रिभ्यू लिएर उपस्थित भइसकेको छु भने साथीहरू, आज भने साथीहरू अब भने पक्कै पनि जेरी र श्रेयाको अब भने दिन छुट्टिँदै आइसकेको छ साथीहरू। तर साथीहरू जेरी र श्रेया भने साथीहरू सुकुमायालाई पक्कै पनि चिनेका छैनन्। तर पनि साथीहरू सुकुमायाले भुन्टीको भेष बदलेर आएको हुन्छन्। पक्कै पनि साथीहरू अब भने भुन्टीको भेष बदलिसकेपछि साथीहरू के कसो गरेको रहेछन् त मेरो मितिनीलाई यिनीहरूले भनेर विचार गर्नका लागि भुन्टीको भेष बदलेको हुन्छन् साथीहरू। पक्कै पनि अब भने भुन्टीले चाँडै नै अब सुकुमायाले भुन्टीको बदला लियोस् भन्न चाहन्छ भने पक्कै पनि भिडियोले सक्दो सेयर गर्न नबिर्सिनु होला है त। बाहिर केही काम पर्दा घर छोडेर म जान नि सक्छु, आफ्नो काम सकिएपछि आफ्ना घरमा फर्केर आउन नि सक्छु। यसमा कसैले केही अचम्म मानिरहनै पर्दैन। अचम्म त मलाई त्यहाँ लागिराख एउटी भाउजू भएर देवर देवरानीका घर आएर बस्या महिनौ भइसक्यो, जानी त नामै लिँदैन। यत्तिका महिना देवर देवरानीका घर आएर बस्न लाज लागेन? अनि त केटी कुन नाताले यो घर आउने जाने गरिहस्? घरकी मालिक निकै पसिला भए पनि त यसो काम साम सघाएर यसो पसिलाएर बसेकी होली भन्न नि सक्छ। अब न साथीहरू अब भने साथीहरू सुकुमाया भुन्टीको भेषमा बदलिएर साथीहरू अब भने कसरी जेरी र श्रेयासँग अब चाहिँ बदला लिन्छन् भुन्टीका साथीहरू अब भने हेर्नलाई एकदमै मजा आउनेछ साथीहरू। पक्कै पनि साथीहरू अब भने जेरी र श्रेयाको हालत के हुन्छ पक्कै पनि साथीहरू भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि तपाईँहरूलाई अहिलेको भाग मन परेको छ भने साथीहरू पक्कै पनि कमेन्ट बक्समा कमेन्ट गरी पठाउन नभुल्नु होला है त। मालिक नि हो, ऊ आफै मेरा घरमा ढुकेर खाएर बसिह। अनि यस्तीको पछि अर्की लाउने लाज शरम छैन? अप्ठ्यारो लाउनु न केटी तँलाई। दिदी यो के भन्दैछ? त्यही त अलि मुख सम्हालेर बोल। यो घर मैले विदेशमा दुःख गरेर कमाएको पैसा पठाएर किनेको घर हो, बुझिस्? यसमा तेरो अनि तेरो श्रीमानको कुनै पनि अधिकार छैन। झन् त घरै छोडेर हिँड्कियोस्। फेरि यहाँ किन आकी? लाज लाग्दैन? गइहाल यहाँबाट। अब मेरो घरबाट म निस्केर जाने कुरो त आउन। अब अरूको घरमा भतुवा लाएर ढुकेर बस्नेहरू नै निस्केर जान पर्ने हो। अब इज्जतका साथ निक्लेर जान मन छ भनेदेखि खुरुक्क भित्र पस्ने, खाना थरा बटुल्ने, पोको पार्ने, आफ्नो बाटो लाउने होइन। जिद्दी गरेरै बस्छु भन्ने हो भनेदेखि मेरा घरबाट यस्ता ढुकुवाहरूलाई कसरी निकाल्न पर्छ भन्ने कुरो त मलाई थाहा गरे। बढी कुरा गर्छ साथीहरू, एकदमै सही कुरा गरे भुन्टी या सुकुमाया के भन्ने साथीहरू। तर तपाईँहरूलाई के थाहा छ त? पक्कै पनि यहाँ भुन्टी हो कि सुकुमाया यदि तपाईँहरूलाई थाहा छ भने पक्कै पनि कमेन्ट बक्समा कमेन्ट गरी पठाउनु होला। तर उहाँ भुन्टी होइन सुकुमाया हुन्। पक्कै पनि साथीहरू अब भने आफ्नो मितिनीको बदला लिएरै छाड्नेछन्।
सुकुमायाले। पछिल्लो समयमा भने साथीहरू भुन्टी हराइसकेको एक्कासी हराइसकेर फेरि पनि एक्कासी आफ्नै घरमा भुन्टी बनेर आइसकेको छन् सुकुमाया। अब भने चिन्ताको कुरो भने केही पनि छैन साथीहरू। अब भने हामीले यति मात्र हेर्नुपर्छ कि जेरी र श्रेयालाई भने कसरी ठिक पार्छन् त सुकुमायाले। यो घरमा मेरो पैसा परेको छ, मेरो। तेरो परस, तेरो बाउको परस, साउको परस, त्यो मेरो चासोको विषय हो। यो घर मेरा श्रीमानको नाममा हो। श्रीमानको नाममा हुनु भनेको श्रीमतीको पनि उति नै हक अधिकार हुनु हो। त्यसै यो घरमा धेरै अधिकार जमाउने काम नगर। त्यस्तो अधिकारै जमाएर साम दिएर ठुला कुरा बाँच्न मन छ, बस्न मन छ भनेदेखि सुई गाममा जानु, ससुराबास अंश माग्नु। आफ्ना नाममा जति अंश आउँछ त्यही अंश अधिकार जमाएर ठुला कुरा बस्नु। पक्कै पनि साथीहरू तपाईँहरूले त थाहा पाइसक्नुभयो होला भुन्टी अनि सुकुमायाको कुरो गर्दै अर्कै हुन्छ साथीहरू। भुन्टीले यति मजाले कुरा गर्दैनन् मिलाएर, तर भने सुकुमायाले भने सबै कुरा जरादेखि टुपीसम्म नै मिलाएर कुरा गर्छन्। पक्कै पनि साथीहरू सुकुमायाको उपस्थित हुँदाखेरि तपाईँहरू को खुसी हुने भयो त साथीहरू? पक्कै पनि साथीहरू खुसी हुने साथीहरूले पक्कै पनि म नि खुसी छु भनेर कमेन्ट बक्समा कमेन्ट गरी पठाउन चाहिँ नभुल्नुहोला। र साथीहरू अब हेर्दै जाउँ एकदमै जेरी र श्रेयाको अब दिमाग खान्छन् सुकुमायाले। मेरो श्रीमानको नाममा भएको, मेरो मतलब मेरो सम्पत्ति, मेरो सम्पत्तिमा आँखा गाड्ने काम नगर्ने, आफ्नो बाटो लगाइहाल्नु। लु आफ्नो बाटो लगाइहाल्नु त। दिदी यसलाई के भयो? त्यस्तै भएर गयो कि मान्छे? अहिले आएर यस्तो कुरा पो गर्न लागि त। मलाई जहाँसम्म लाग्छ यो जो केटासँग गएकी थिए त्यही केटाले यसलाई उचालेर अंश लिनुपर्छ भनेर पठाएको हुनुपर्छ। हो हो हो, सही शङ्का हरिस् न केटीले। ओए सेरिया हो कि मर्न नसक्या किरिया हो? तेरो पहिला बोलाइहाल त पुनारेर। ओइ के भनिस् रे तैँले? तैँले मलाई नाम काटेर बोलाउने? तैँले मलाई मेरो नाममा जथाभावी गरेर बोलाउने? अब साथीहरू यता श्रेया अनि सुकुमाया भने एक आपसमा भने टक्कर जानु लागिसकेको हामीले देख्न सकिन्छ। अब कतै यतिखेर नै कतै रामदुलाई कतै हान्ने त होइन सुकुमायाले। पक्कै पनि साथीहरू सबक त सिकाउनै पर्ने हुन्छ। आफ्नै मितिनीलाई यति धेरै दुःख, यति धेरै पीडा र यति धेरै जेलझाल गरेर फसाउन खोजेको थिए कि साथीहरू यस्तो मान्छेलाई त्यतिकै सजिलै चाहिँ छाड्नु हुँदैन। बिगारेर बोलाउने? तैँले मलाई हेपे कि? त किरियालाई आदर इज्जत मोया आदा चाहिँ के पाइतिर मैले? तँलाई मोया आदा पनि आदर गर्दा पनि मेरो माइतीको गरिबी पनि मेरो शैक्षिक योग्यतालाई लिएर तिमीले हेपे कि होइनस्? अब त किरिया र तेरा सन्तानलाई के गर्नुपर्छ भन्ने कुरो मलाई राम्रोसँग थाहा। चाँडो बोला तेरो पहिल्यै। तेरो त्यो देवर भनौ त भूपेन्द्रै हिँड्न सक्ने अवस्था छैन। त्यसलाई घिसार्दै लगाएर हुन्छ कि व्हिल चेयरमा राखेर लगाएर हुन्छ कि गाडीमा लगाएर हुन्छ, जसरी हुन्छ वकिल कहाँ पुर्याउन पर्यो। छोडपत्र गर्नलाई चाहिने आवश्यक सबै कागजातहरू तयार गर्न पर्यो। पक्कै पनि साथीहरू सुकुमायाले अब भने भुन्टी भूपेन्द्रको मिलन होइन साथीहरू, के अब बिछोडै चाहने हो त? पक्कै पनि साथीहरू अब भने पक्कै पनि धेरै गाह्रो अवस्थामा आइसकेको छ साथीहरू। तपाईँहरू के चाहनुहुन्छ त भुन्टी अनि भूपेन्द्रको मिलन होस् या नहोस् त? पक्कै पनि सुकुमायाले भने अब भुन्टी अनि भूपेन्द्रको सम्बन्ध विच्छेद गराइदिने योजना बनाइसकेको रहेछन्। पक्कै पनि साथीहरू अझै पनि भुन्टीले भने भूपेन्द्रलाई अझै पनि त्यति नै माया गर्छन् साथीहरू। र भने अब भने के हुन्छ त साथीहरू बिस्तारै हेर्दै जानुहोला अन्तिमसम्म। चाँडो भन्दा चाँडो तेरा देवरलाई छोडपत्र दिएर तेरा देवरका नाममा भएको सम्पत्ति आदि आफ्ना नाममा पार्न चाहन्छु।
यसका लागि वकिल कहाँ जान पर्छ कि प्रहरी कहाँ जान पर्छ कि कहाँ जानुपर्छ मुद्दै लड्न पऱ्यो भने म तयार छु। लु चाँडोभन्दा चाँडो बोलाइहाल्छु तेरो पहिला चाहिँ। दिदी यो भुन्टी डिभोर्स दिनलाई रेडी चाहिँ कसरी भए? सबै सम्पत्तिको लागि मलाई जे कुरामा शङ्का लागेको थियो आखिर त्यही भएर छाड्यो। सम्पत्तिमा आँखा लगाएर त्यसले भूपेन्द्र बिरामी हुँदाखेरि खुब स्याहार सुसार गरेको नाटक गरिरहेको थिएँ। मैले त पटक पटक बुवनलाई भनेको थिएँ नि, मेरो कुरै पत्याएन। मैले जे शङ्का गरेको थिएँ आखिर त्यही भएर निस्क्यो। आफैले कमाएको यो प्रपर्टी पनि आफ्नै हातबाट उम्केला जस्तो छ। झन् भूपेन्द्र र तिम्रो बिहा गराउँला, भूपेन्द्रलाई पनि तिमीसँगै पठाउँला अनि यो सम्पत्ति आफ्नो नाममा पारौँला भनेको केही नहोला जस्तो छ। सोचे जस्तो सबै कुरा पुरा हुने भइदिएको भए साथीहरू संसारमा मान्छे भने दुःखी भने हुँदैन थियो। तर साथीहरू श्रेयाले जे सोचेको थियो त्यो अब पुरा नहोला या होला त्यो भने समयले बताउनेछ। तर भने साथीहरू अब भने सुकुमा आइसकेको छन्। तर भुन्टीलाई न्याय चाहिँ दिन्छन् भने 100%मा 100 नै ग्यारेन्टी दिन सकिन्छ। अब भने जेरी र श्रेयाको खेलहरू सबै खतम भइसकेको छ साथीहरू। अब भने जति खेल खेले पनि साथीहरू अब भने सबै फेल मात्रै खानेछ। तपाईँ चिन्ता नगर्नुहोस् न के दिदी, पहिला मेरो बिहे भूपेन्द्रसँग हुन त दिनु, त्यसपछि सबै कुरा म मिलाइहाल्छु नि। अब अहिलेलाई चाहिँ चाँडोभन्दा चाँडो भुवन दाइलाई फोन लगाउनु त। तेरी चाहिने बेलामा फोन पनि लाग्दैन। फेरि ट्राई गर्नु न। साथीहरू सुकुमाया भने भूपेन्द्रको अगाडि बसिसकेका छन् र के भूपेन्द्रले भुन्टी या सुकुमाया भनेर चिन्छन् या चिन्दैनन् त पक्कै पनि साथीहरू भूपेन्द्रको आँखाले फेल खान्छ या खाँदैन त साथीहरू त्यो अब एकैछिनपछि थाहा हुनेछ साथीहरू। र भने अब सुकुमायाले नै आफ्नो मितिनीको बदला हिसाब किताब चुक्ता गर्न आइसकेको छन् साथीहरू। र हेरौँ तपाईँ जोसँग लाई पनि केटी लिएर भाइ पनि जेरी पनि म त मात्र तपाईँलाई माया हार्छु। तपाईँसँगै जति दुःख कष्ट आइलाए पनि तपाईँसँगै बस्ने हो, तपाईँसँगै जिउने हो, तपाईँसँगै मर्ने हो म त। तपाईँलाई कहिले छोड्दिनँ कोही बुढा, म माथि शङ्का नहार्नु है। हस् आखिरमा साथीहरू भूपेन्द्र बेडदेखि उठिसकेका छन्। अब के गर्छन् त सुकुमाया, यानि कि साथीहरू आफ्नो भुन्टी सम्झेर सुकुमायालाई के गर्छन् त पक्कै पनि साथीहरू। र भने विगतका केही सम्झनाहरू आइरहेको छ भूपेन्द्रलाई
पक्कै पनि साथीहरू अब भने सुकुमाया र भूपेन्द्रको केही हुन्छ त साथीहरू यहाँनिर। भूपेन्द्रले चिन्छन् या चिन्दैन त एकैछिन हेरौँ है त। हर्षण लागेपछि मान्छे कतिसम्म निष्ठुरी हुन्छ भन्ने कुरो देखियो। साथीहरू भूपेन्द्रले पनि आफ्नो श्रीमती भुन्टीलाई थमाउन सकेनन् यहाँ कि चिन्न सकेनन्। साथीहरू भूपेन्द्रले पनि सोचेका छन् भुन्टी नै भनेर। पक्कै पनि साथीहरू अब भने भूपेन्द्रले अझै पनि भुन्टीलाई घृणा नै गर्दा रहेछन् भनेर हामीले भूपेन्द्रको बोलीबाट बुझ्न सकिन्छ साथीहरू। र भने अब भने यस्तो मान्छेलाई साथीहरू केही सबक सिकाउनु पर्छ त फेरि सुकुमायाले। पक्कै पनि साथी तपाईँहरूलाई के लाग्छ? जस्तो लाग्छ त्यस्तो नै प्रतिक्रिया दिनुहोला। तपाईँहरूको प्रतिक्रिया हामी सधैँ हेर्ने अनि पढ्ने गर्दछौँ साथीहरू। र हामी भिडियोको अन्तिममा पनि आइसकेको छौँ साथीहरू। अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिले भने म बिदा हुन चाहन्छु है त। यसरी लड्दा पनि उठाउन मन लागेन है। क्या नउठाउने हो? पहिला तिमी जति पैसा लड्दा मैले उठाइदिएँ नि त्योभन्दा बढी तिमीले मलाई लडाइदियौ।